अजय दाइको रेस्टुरेन्टको चिकन चटपटले त मलाई मोहनी नै लगाइदियो। यहाँको चिकन चटपट त एक दिन नै छुट्यो भने त मलाई गाह्रो गाह्रो पो हुन थाल्छ बा। अलराइट गाइज, वेलकम टु माई मिनी ब्लग। है तपाईँ सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै। म चाहिँ बिहान उठेर सबभन्दा पहिला फ्रेस भयो, त्यसपछि मकै बोकेर लागे मिल्थ्यो। गाईलाई पानीसँग दिनको लागि केही पनि थिएन नि त, ढुटो पनि सकेको थियो। त्यही भएर यो मकैको चाहिँ पिठो बनाउनको लागि म मिलतिर हिँड्दा हिँड्दा एकदमै झ्याउलाएर गरिब भयो। त्यही भएर म त त्यही साइकलमा बसेर ओह्रालो बाटोमा सर र गुडाएर लिएर आएको त कोही पनि छैन रहेछ। त्यही भएर त्यो छेउको जोख्नी मसिन देख्ने बित्तिकै त्यहाँ माथि चढेर हेरेको त म त पहिलाको भन्दा नि 2 केजी पो बढेको रहेछ। यत्रो बेर कुर्दा नि कोही मान्छे आउँदैन त बा। त्यही भएर त्यो मकै छोडेर म लागे घर जाने बित्तिकै हिजो नसुकेको लुगाहरू फेरि आज घाममा सुकाउन अनि पसलमा गएर 6वटा अन्डा लिएर त्यसको अमलेट बनाएर भातसँग गम्की गम खाने। गाइस तपाईहरुलाई थाहा नै छ होला, हामी 4 जना दाजुभाइहरु 4-5 दिन अगाडि काठमाडौँ गएको थियौं। त्यति बेला चाहिँ हामी अजय दाइको न्यू म्युजिक भिडियोको सुटिङको लागि काठमाडौँ गएको थियौं। अनि गाइस आज फाइनली त्यो म्युजिक भिडियो पनि रिलिज भइसक्यो। भिडियोको नाम चाहिँ भन्देव सानुले रहेको छ। यो म्युजिक भिडियो चाहिँ निर्मला थापा मगर युट्युब च्यानलमा रिलिज भइसक्यो। तपाईहरुले गएर हेर्दिनु होला, तपाईहरुलाई एकदमै मज्जा आउँछ। र सबैजनाले यो म्युजिक भिडियोमा चाहिँ टिकटक पनि बनाएर हाल्नु होला है। कसले चाहिँ यो म्युजिक भिडियो हेरिसक्नु भयो कमेन्टमा आएर लेखिदिनु होला, मैले हेरे भनेर सबैको कमेन्टको रिप्लाई दिनेवाला छु। खाना खाएर भइसकेपछि अजय दाइ, म मनसा भाउजू र काले दाइ चाहिँ भिडियो बनाउनतिर लाग्यो। घरको हल्का माथितिर चाहिँ यस्तो बवाल खोला छ नि, त्यहाँ भिडियो बनायो भने यस्तो राम्रो भिडियो। त्यही भएर हामी भिडियो बनाउनको लागि त्यतैतिर लाग्यौं। अनि खोलामा चाहिँ हल्का फुल्का पानी पनि आयो। त्यही भएर त्यहाँको सबै भिडियोहरु चाहिँ एकदमै बब्बाल बनेको छ। गर्मी यस्तो भइरहेको थियो नि गाइस, म त पसिनाले भिजिसकेको थिएँ। त्यही भएर त्यो खोलाको पानीमा हामफाल्दिम भइरहेको थियो। तर के गर्नु, यस्तो घाममा पौडी खेल्न थाल्यो भने त मान्छे नै एकदमै कालो हुन्छ। हुन त पहिलेदेखि कालो छु, त्यही पनि कालो सँगसँगै घमौरो पनि आउँछ नि। यहाँ नुहाउनु भन्दा त बरु घर गएर नुहाउँछु भनेर हामी सबैजना घरतिर लाग्यौं। अहिले चाहिँ हामीलाई पाले पालो गरेर ओरो दोरो गरेर घरसम्म छोडिदिनु। अनि एकछिनमा त हामी सबैजना मासु किन्नको लागि पसलतिर आयौं। आज भोलि त एकदमै धेरै बर्ड फ्लू लागेको छ भन्ने हल्ला सुनिरहेको थिएँ। त्यही पनि के गर्नु गाइस, मासुले पिछै छोड्दैन, बिना मासुको त भातै जाँदैन। अनि एकछिनमा मिलमा गएको त बिहान पिन राखेको मकै पनि पिनेर राखिसकेको। त्यही भएर म त्यो मकैको पिठो लगाएर गएँ घरतिर। अनि घर पुग्ने बित्तिकै एकैछिनमा त अजय दाइले फोन गरेर जाम भाइ चिकन चटपट खाना भनिहाल्नु भयो। अब चिकन चटपटको नाम सुन्ने बित्तिकै म त पछाडि हट्ने कुरै भयो। त्यही भएर हामी सबैजना लाग्यौं अजय दाइको रेस्टुरेन्टमा चिकन चटपट खानको लागि। अजय दाइको रेस्टुरेन्टको चिकन चटपट त यस्तो बवाल हुन्छ नि गाइस, आन्टीको हातमा त जादु नै छ क्या हो। जे बनाए नि यस्तो मिठो बनाउनुहुन्छ। एकछिनमा त हामी चोकमा गएर समोसाको च्यालेन्ज भिडियो पनि बनायौं। त्यो च्यालेन्ज भिडियो चाहिँ अजय पुनमगर युट्युब च्यानलमा। अनि काले दाइको कपाल कसरी टक्लु भयो भनेर थाहा पाउनको लागि अजय पुनमगर युट्युब च्यानलमा गएर प्र्याङ्क भिडियो फुल हेर्नु। आजको लागि यति नै, तपाईहरुलाई भेट्छु म अर्को मिनी ब्लगमा। बाइ बाइ।